छि हजुर माथि सल्टनबाट जेठाको विशासन साथी हो साथी हो सरी है जुत्तासँग आउनुहुन्छ देख्दैन युट्युबमा फेसबुकमा मात्रै देख्नु भयो यस्तो अल्छी लाग्छ अरे यो मोबाइलबाट बनाउँदा अल्छी लाग्यो आइफोन पठाउँदैन यस्तो पढे लेख्या मान्छे संसारबाट भेसी मान्छे त घाम्दै हुनु रहेछ नगर झ्याउ लाग्छ बस्नुहोस् भन्नु पाहुना मान्छे तपाईँ कहाँबाट आइदियो भन्नुहुन्छ जीवनमा भिनासँग फर्स्ट टाइम भेट पाए केही छैन अझ अगाडि त भिना छ अहिले भाइ हुनुहुन्छ फेरि हाल्नु छाडा कसरी टिप्ने हो क्या अनि टिभिया पनि बनाउनु परेन त अनि टिपिहाल्छ आफै हेर्नु रहेछ भिडियो भने सयबाट जति हाल्नु हुन्छ मैले त्यहाँ त यस्तो हिलो हुन्छ है डेन्जर हुन्छ भुसी त मनपर्छ हिलो के हिलो बा भिडियो बनाउनु मलाई रुमेछ जाने हो क्या दिदी त्यही बेला त मलाई क्या साथी अलिकति टिकटक बनाउनु पर्छ मेरो मोबाइल बनाउँदैन भुसी भुसीदेखि माथि के भन्छ त्यहाँले माथि चढ्छ नि पानी मलाई सेम बिजा जस्तै लाग्छ यत्रो भिडियो मेसेन्जरमा आउँछ यति लामो भिडियो मेसेन्जरमा आउँछ आउँदैन आई लाइक यु गर्ल्स भन्छ कुहिरीहरूले त हजुरले त्यस्तै भन्छ पैसा पनि अझ दिन त 1 लाख जति लैजानु होला
त्यसका जिउ रात सबैका हामी यस्तै गर्छ त अनि के गर्नु भिना जो त के भन्छन् देन हामीले चिट बुढो बुढी मान्छेहरुले बोलेको छैन मैले कहिले मेसा गरम के भन्छन् देन माइक भन्छ के माइक त्यो माइक त्यस्तो हुन्छ आइफोन आइफोन इयरफोन जस्तो अक्सर महँगो बन्ने चिजहरू सानो हुन्छ हिरा कति हुन्छ याद हुन्छ कति महँगो त्यस्तै अब पहिला बाछाहरू भएछ अहिले भुइँसा सानो त्यो खोल्नु नगे यस्तो रिस उठाउने क्या लाँदा नि यो खोला खोला बगाइदिनु जस्तो लाग्यो मेरो मोबाइल अस्ति गाडीमा आउने बेला त्यही ड्राइभरले पानी खाने बेला अगाडि बस्छ होइन यस्तो रिस उठ्छ हामी यसो बस्न दियो भने कहाँ बहिनी ड्राइभर केही मात्रै भएन इमर्जेन्सी गाउँछ त्यहाँ अगाडि सिट कान्नै हुँदैन यस्तो दिदी हाँसिरहेको कस्तो मुखी राख्नु भएको छ हजुरहरूको ऊ चाहिँ मतलब हाम्रो साली यताउता हुन्छ हजुरहरू के हुन्छ ए अँ मैसा मैसाबलाई बिहे गर्नुपर्छ भन्नु त ठुला ए बुढाबुढी मान्छे मैसा ए हो यति हो त्यस्ता मान्छेलाई म कानसँग त यस्तो हानु जस्तो लाग्छ कि क्यामेरातिर मात्रै हेर्नुहुन्छ रोटी हाल्नु त कालो टिप्नु गर्दा जाने त कस्तो टेन्सन आइलाग्यो भिडियो बनाउनु यो त जाइन बन्ने होला है ठुलो यत्रो मैरो छ त्यही फाल्टा हाल्नु मोटालिदिउँ हुने त हामी पनि धाइन परिहाल्यो मस्त खान्छ मस्त खाने होइन पुग्नु सक्यो त्यहाँ दिनु त दाउरा नगर्नुपर्छ दिनमा अनि बेलुका त्यो कसिला दाउले भने कि रोटी खान लाग्नुपर्छ आमा यस्तो धन हुन्छ भिनाजुलाई पैसा दिनुपर्छ त्यही त के बिनु कमा भिना त्यस्तो आइदैन तपाईँ हुनुहुन्छ भने मलाई क्या त गोडै छैन सोचिदिनु होइन क्या बिहान मुसम्म पहिलो बाटो बनाउनु लाग्यो बिरयानी 4-5 महिना भयो पहिल्यैदेखि त उहाँ त अन्थ्यो त क्या कता अरूलाई भिडियो बनाउनु त्यही त देखाइजाउँ क्या त्यस्तै आमा भिडियो बनाइदिएर एउटा मन टाइपिन्छ भिडियो व्यवसाय गइरहेछ रञ्जन सिंहको भैँसी पालन व्यवसायद्वारामा व्यवसाय सम्बन्धी हुन्छ कि एकदम विकास सहज गर्दा मलाई सिकाइदिनु कसरी गर्ने सही आफू हिरो पल्टिएर हामीलाई कामदार बनाइदिए पुरै तल बाजे कता तिमी पुरा कुरा गर्नुहुन्थ्यो बिहान है मन पर्यो साह्रै बाबु मन पर्यो बाबु रोटी हाम्रो बाहुना चिन्दो रहेछन् कि म चाहिँ आइसकेको थिएँ गयो आमा म बिहे नगर्ने सोचिरहेको मान्छे अब छोडिदिएँ भने हुन्छ मैले त भुल सोचिरहेको मान्छे पट्याउँदैन यो साई
के नपा कुरा गर्छ नि अहिले कति कुरा तिमी बड्डाले म मुन्समबाट हिँडाउँदै त्यही कुरा गरेको ल कहीँतिर अरू कुरा त गरे होला आइजाउँ नि डल्लो यस्तो पानी गयो छोरी मात्रै छन् क्या त्यस्तै ब्याकग्राउन्ड भोक मेटिसके त फोहोर लाग्छ फेरि भोक लाग्दैन फोहोर लाग्दैन मान्छे जाँदाखेरि आइजाऊ साइजले कहिले पालो रोटी खाँछौ नि खाछु यार कहिले खान्छ विनोद कहाँ कुन ठाउँ गयो अरे केदार त्यहाँबाट किन आयो अरे बिराम भएर राजीव भाइ भयो यस्तो थाकिएर यस्तो गरिहाल्नु अब खसिकन जाउँ मैले खसिँदा साथमा खसै पर्दैन यति हुँदैन र सायद अघि नै भएको भन्दै अघि यति हेर्नुहोस् मेरो शुभकामना छ हुन्छ त्यस्तै
अँ एक दिन पुल गिर गई थी फिर देखा पिलर फोटो शोटो तो लिया ला छि ले तो कति दिन गए लाई तिमीहरू के यस्तो ढिलो भयो क्या ढिलो भयो भने तँ त बिसा गएको त भयो ऊ चाहिँ खेलिदिनु त भन्न चाहन्छ के भयो के गर्ने मेरो समर्पण छ हेलो मुली क्या हेर्छु पो रहेछ सबैले किन्छु र सुटिहाल्यो कति भन्ने कुरा चाहिँ खत पनि राख्दैन म त ड्रेस गाउँले मात्र बोल्छु नि किन हजुरले धेरै हाल्नुभएछ अनि खुसी ल ठिक छ त्यस्तो नफाल्नु न साली नफाल्नु प्लिज त्यसै समान्नु न कस्तो रेस्टुरेन्ट साउन्डले किन सुन बोल्दैन हराउनु रहेछ त के उयो दिन्छ म कोरा त्यही त के तिमीले अब म के दे त्यस्तो मुद्दा छ भुइँसिया कहिले जाने के भुइँसिया भन्छ भुइँसिया मजा लाग्यो म मेरो त युट्युब खुल्यो त म पनि जाउँ त्यो भेगो त कस्तो दामी भएको नि त्यो त्यो उल्टा त गएको थियो अब त्यो माछा मार्नुको आयो मान्छे हो र हाम्रो घर त खाना खाइहाल्छ म त यस्तो लाभ लाग्यो फर्स्ट टाइम गएको भएर रुम्सीलाई देख्ने साँच्ची सबै माथि कता खान आएका त्यो सब मिलेर पछि त्यस्तो छ उयो देखेन त क्या त्यहाँ मात्र त्यो हात हजुर माथि सर्ट गर्नुभयो के भन्नुभयो
उति पनि मस्तै कुन मोबाइल किने साथी हो साथी हो अँ पछि जतो पनि त गर्दैन हो अनि एउटा आज दाइ उ गर्न हो जुमी भाग गरे जसरी दिनु पर्छ त्यही गरे हुन्छ पाँच हो फेरि चाहिँ बन्द त चौकीमा थियो ल आइ कुरे खारा किने हो कति माने जति छ भाइ हामी तिनजना दुई खाना पनि हुन् खाना होइन नि हामीलाई सिकाउन आएको भाइ कहाँ पाउँछ भनेर आएको हामी चाहिँ शाला हुन् त्यस्तो जनाउनु पर्छ तिनजना नउके आइकन अरू के छ र हो हाम्रो पनि क्या छ नि अब गाउँबाट आयो बुढाउनु बुढा बुढी बिहा बुझ्नु रहेछ नाखेर तुम खाने दुई तारा बाह्र दियो त भइगयो अहिले गीत गाउनु क्या गीत जुनले भाका
जुनले भागा गाइकन लेखेको छ आज उहिले दिने हामीले कुराहरू घरै चाहिँ हार्नु जुन कुरा भए गलो भए पनि जे पनि हुन्छ गलो आइदिए पनि जे पनि हुन्छ तिम्रो जेवढा खेल्ने मुन्त मेरो गाई जे हुने बढाउनु गाई खाउला मै पनि खाउला हजुर गोल्या जुले त्यही त गर्ने त दही पनि कति हामी चाहिँ यो उसमा पुगिसकेका छौँ यता यता उ र अब हामीले तपाईँहरू यहाँनिर हुनुहुन्छ राजीव सर मेरो साथी अझ आज हामीले बोलाउँछ है होइन त्यो खान लाग्यो पनि खाना खाने आने त्यो भिडियो बनाउन बिहान गर्ने आने पारिबाट गइलो मन त खाना मात्रै हो त्यस्तै डुल्दै घुरुमाइलो गर्दै पिसायो भने हो कि नै लड्किया हुँदैन र के गर्छ त हजुर काम हजुर एकछिन ल गाइदेऊ जुन भागर उहाँले मरले बजाउनु भएको छ क्या मरीले किनेर ल्याइन्छ यो त बस तिनै जना यता अब बच्चा पनि धेरै खाने उ हुन्छ मलाई त म त्यति धेरै खानु कति नगर बाबु भोलि आएपछि उठेकै बज्ने कि बसिकन बसिकन भन्ने उयो गरौँ गोराल दाइ के हाम्रा कस्तो मजा गरी खेल्नु भयो अरे हेर खैत मजा गीत बोल्नु भयो अब यहाँ मौराबाट लिएर पारिबाटै गाउँबाट हामीले पनि खायौँ एकदमै खुसियालीसित हजुरले पनि एकदमै रोटी सोटी खुसियालीसँग खुवाउनुभयो त्यही नै हामी ठुलो कुरा हो ल हुन्छ नमस्ते 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 बाजे केही दुःख सुख त छैन अब जाने क्या दुःख मान्छ फेरि कहिले आइज यता यता पछाडि आ राजीव पछाडि छिटो